हेलो नमस्ते ओहायो गोजाइमास स्वागत छ मेरो युट्युब च्यानलमा र आज म चाहिँ बिहान अब अहिले बिहानको ठ्याक्क 6:05 गएछ हैन मेरो अगाडि यसमा देखिन्छ होला यो गाडीको मिटरमा 6:05 बजे म ठ्याक्क बिहान 6 बजे चाहिँ कामको लागि घरबाट निस्किन्छु हैन त्यो भएर अब कामबाट निस्किएपछि आज फेरि हल्का पानी परेछ के जापानमा कति धेरै पानी पर्छ भनेको यस्तो अल्छी लाग्छ नि पानी परेपछि काम गर्ने जग्गाहरु पनि हराउँछ हैन टक्कसँगले फुलहरु पनि फुल्न थालेछ सर अब हैन सक्दै अल साइडमा देखेको चाहिँ को हाइवे हो कोसुकुदोर भन्छ माथि हैन अनि अब काममा निस्किदैछु नि त हैन अनि काममा निस्किदै गर्दाखेरि अब एकछिन मसँग टाइम हुन्छ 20 मिनेट जति कामसँग पुग्नलाई सब बीचमा के कुरा मलाई हिजो पनि देखि बनाउनु मन लागिरहेको थियो हैन अहिले जापानमा रिसेन्टली एसडब्ल्यूमा नेपाल आउने मान्छे एकदम धेरै बढिरहेछ नि त हैन अनि जापानमा पनि स्ट्यान्डर्डमा आएर अब स्ट्यान्डमा आएको मान्छेको त वेल 1 वर्षमा त खतरै भाषा बनिसकेको हुन्छ हैन 1 वर्षपछि अब जापानमा लङ टर्म बसेर यही एउटा अनसर्टिनिटी हुन्छ नि त हैन कहिले अब नेपाल कहिले चाहिँ नेपाल जापान छोडेर जाने फर्किने विदेश गएर नेपाल फर्किने भनेको सर्टै नै छैन क्या जति विदेशी भएछ भिसामा बस्दै काम गर्दै गएपछि त्यही भएर यदि एसडब्ल्यूमा चेन्ज गर्ने हुन्छ अहिले खाइदेस गाडीले अगाडि फमिकिरी आउँदैछ कि त्यहाँ माथि त्यो गाडी चाहिँ अगाडि फमिकिरी छ है तैँले ध्यान दे भन्दैछ मेरो गाडीले चाहिँ यहाँ तर टिक्क फमिकिरी लागेछ यस्तरी फमिकिरी चट्ट लाग्छ नि त हैन अनि फमिकिरी अब एकछिन पर्फेक्ट टिक्क फेरि यहाँनिर जेब्रा क्रसिङ पोइन्ट छ अनि के भने के कुरा थियो एसडब्ल्यू हैन अनि एसडब्ल्यूमा पैसा कति लाग्छ भन्छ नेपालमा हैन नेपालबाट आउने एक्ज्याक्टली एसडब्ल्यू खास के हो भने एसडब्ल्यू खासमा भन्ने हो भने खास पैसा लाग्दैन नर्मली मान्छेले भनेको सुन्नु पैसा त लाग्दैन तर जापानमा उनीहरूले पनि डाइरेक्ट आफू गएर कम्पनी इन्टरभ्यू दिनु मिल्दैन एसडब्ल्यू हैन अनि एउटा बिचमा ब्रोकर हुन्छ मैले यो भन्दा पनि एउटा भिडियो बनाएको छु त्यो ब्रोकरको थ्रुबाट जानुपर्छ ब्रोकर भन्नाले बिचमा एउटा हुन्छ नि त्यो मान्छे हाल्ने अफिस हुन्छ क्या बिचमा बसेको हुन्छ त्यो लाइसेन्स भएकै हुन्छ त्यसको एसएसडब्ल्यू लाई लाइसेन्स बनाएको हुन्छ यदि अनि यिनीहरूले चाहिँ अब जापानमा बसेको जो हतपत चेन्ज गर्दैन एसडब्ल्यूमा जो जापान स्टुडेन्ट भिसामा आएको छ उनीहरूले सोध्छ अब लङ टर्म बस्ने बुढी ल्याउने यही छोराछोरी हुर्काउने भन्ने हिसाबले प्राय गर्दैन भनौँ न अनि अहिले म्यानमारबाट ल्याउनु दिइरहेको छ होला भियतनाम इन्डोनेसिया अनि कताबाट आइरहेछ नेपाल पनि एउटा टपै हो त्यो एसडब्ल्यू अहिले नेपालमा एकदम डिमान्ड पठाएर हुन्छ क्या जापानमा मैले पनि चिने ठाउँमा कति मलाई छ भने मान्छे एसडब्ल्यूमा सुकाइ गर भनिदिइरहेको छ तर जापानमा मान्छे त भेटिँदैन होइन त्यहाँ अब कहाँ खोज्ने एसडब्ल्यूमा मान्छेको लागि होइन अनि कतिजनाले हामी सुन्छौँ मान्छेले यति खायो उति खायो दले यो दले भनेर म भिडियो बनाएको सुन्छु होइन मान्छेहरूले जसले दले भनिदिन्छ जसले काम गरेर त्यो सम्बन्धी उनीहरूलाई दले भनिदिन्छ क्या सजिलो भनिदिन्छ क्या मान्छेले फोटोसोटो पोस्ट गरेर होइन यो भिडियो बनाएर त्यो एक्ज्याक्टली के हुन्छ भने ब्रोकरले अब यहाँ स्टुडेन्ट भेट्दैन नि त जापानमा बसेको मान्छेहरूले सबै एसडब्ल्यू यहाँ हुनेले सजिलै गर्ला पैसा किने उसको थ्रुबाट तर नेपाल ल्याउनु पर्दाखेरि ल भनौँ त एउटा कम्पनीले 10 जना जति मलाई एसडब्ल्यूको लागि मान्छे चाहियो भन्छ होइन नेपालमा त्यो 10 जनालाई इजिली त्यो मान्छेलाई भेट्नु सक्छ त कुनै एउटा कम्पनीलाई दिन्छ उनीहरूले ल 10 जना मान्छेको कोटा छ मलाई 10 जना मान्छे सुकाइ गर्दै भन्छ होइन त्यो 10 जना तयार गर्नलाई त कम्पनीले थोरै उनीहरू पैसैले पनि कहाँबाट कलेक्सन गर्छ एयरपोर्टमा एडभर्टाइजमेन्ट गर्छ यति डिमान्ड आएको छ मान्छेलाई भेला पार्छ होइन उनीहरूले मेन इन्टरभ्यूको लागि तयार गर्छ त्यो स्टुडेन्टहरूलाई समय दिएर होइन उनीहरूले सर्टेन पैसा उठाउँछ नेपालमा अब जापान जाने भएपछि राम्रै पैसा उठाउँछ 2-3 लाख कति उठाउँछ होइन अनि त्यो बराबर के त उनीहरूले जापान पठाइन्छ जापान आएपछि उनीहरूले कमाउनु हुन्छ यसरी बिचमा काम गर्ने मान्छेलाई त्यस्तो नराम्रो शब्द भनेर गाली गरेको चाहिँ ठ्याक राम्रो होइन जस्तो लाग्छ किनभने सबैले आफ्नो काम गरेको पैसा खान्छ नि उनीहरूले पनि काम गरेको पैसा लिने हो र जस्तै उसलाई पनि कसैले जापानबाट एउटा मान्छेले मानिलिउँ मैले जापानबाट मैले चिनेको ठाउँबाट मैले यस्तो छ चोके गर्न त भनेर नेपालमा दिन्छु होला अब कन्सल्टेन्सीमा पनि मान्छे हुन्छ स्टाफहरू पालेको हुन्छ घरबाट महँगो छ तिरिरहेको हुन्छ है अब जापानबाट डिमान्ड पठाउने मान्छेले पक्कै माग्छ होला होइन मलाई पनि त मैले यहाँबाट मैले खोजेको काम होला नि त सिउकाइ त्यसरी चाहियो भन्छ होला होइन हो उसले माग्छ उसलाई पनि दिनु पर्यो होला नेपालमा अब 2 जना स्टाफहरू हुन्छ पार्टनर होला कन्सल्टेन्सी गर्न उसलाई पनि चाहियो होला अनि 3 लाख रुपियाँ त नर्मल लिन्छ भन्छ सुन्छु होइन म अनि त्यसरी प्लस जोडियो के भन्दा फेरि प्लेन टिकट पनि काटेर आउनु पर्यो होला आउने यताउता श्रमको कामहरू गर्नु पर्यो होला होइन पैसा त खर्च त हुन्छ नि होइन सबभन्दा ठुलो कुरो सबैले पैसा तिर्न चाहन्छ र तिर्न चाहेरै जापान जान चाहिरहेको हुन्छ कामको लागि होइन सकेसम्म छिटो जाउँ होइन
त्यहाँमाथि अहिले एसएसडब्लुमा सबै कति धेरै राम्रो छ जस्तो लाग्छ मलाई एसएसडब्लु मैले हेरेर चाहिँ राम्रो देख्छु म चाहिँ लङ टर्म भन्दा नि सर्ट टर्म बसेर पैसा कमाएर पनि नेपाल फर्किन्छु म नेपालमा के गर्छु भन्ने हो चाहिँ एसएसडब्लु मलाई बेस्ट लाग्छ होइन स्ट्यान्डमा आयो भने फाइदा भनेको चाहिँ यो 5-4 वर्षपछि आफूले रोजेर खोजेर गर्नु पाइयो अन्त अब एसएसडब्लुमा पनि त आएर कतिवटा सेक्टरमा त यहाँ 5 वर्ष पछाडि यहीँ अर्को लेभल अप गरेर डिपेन्ड भिसा ल्याएर बस्नु नि मिल्छ नि तर होइन विदेश के बस्ने अर्काको देश छ धेरै नेपाललाई फर्किन्छु भन्ने हो भने चाहिँ मलाई चाहिँ एसएसडब्लु बेस्ट लाग्छ त्यसैले त्यही हो एसएसडब्लुमा त्यस्तो धेरै पैसा खर्च हुने भनेको त अलमोस्ट सबै फ्री भिसा निकालेको कुनै पनि त्यसमा पैसा त लाग्दैन कामदार काम चाहे अफिसले नै पैसातिर ल्याउने हो होइन खर्च उनीहरूले नै खर्च गर्ने हो तर त्यही हो यसरी बिचमा कोही छिर्छ होइन एउटा कोही न कोही लिङ्क त चाहिन्छ क्या होइन त्यस्तै हो त्यो एउटा लिङ्क कसैले कसैलाई गरिदिन्छ नि त काम त बापत कसैले यताउता कुद्दिएको हुन्छ होला के भन्छ होला कसैले मैले यसलाई गर्दैन मैले केही पाउनुपर्छ भने त्यो बिचमा एउटा मान्छे छिर्छ अथवा छिर्छ क्या त्यो नछिरेर कामै बन्दैन हुँदैन प्रोसेसै त्यही हो त्यो त लाग्ने पैसा भने मलाई चाहिँ लाग्छ नि त्यो कामको प्रोसेसको पैसा जस्तो लाग्छ होइन सबभन्दा ठुलो कुरो उनीहरूले जापान पठाउने भने चाहिँ जापान पठाइदियोस् होइन सम्बन्धित काममा पठाइदियोस् आओस् मान्छेले दुःख नपाओस् होइन आउने मान्छेले त्यो चाहिँ मेन इम्पोर्टेन्ट कुरा जस्तो लाग्छ क्या अब फलनाले यति पैसा खायो यो फेरि अर्को कुरा कन्सल्टेन्सी पछि पैसा फरक हुनसक्छ होइन कतिलाई अब जापानकै अफिसरले आफ्नै कन्सल्टेन्सी खोलेर राखेको पनि हुनसक्छ होइन थोरै पठाइदिएला कतिले 2-3वटा च्यानलबाट त्यो डिमान्ड ल्याएको होला त्यसले थोरै पैसा धेरै पेमेन्ट गर्नु पर्यो नि त त्यही भएर जुन कन्सल्टेन्टबाट आउनुहुन्छ तपाईँहरू नेपालबाट आउने मान्छे त्यो कन्सल्टेन्सीले के भन्छ त्यसमै ट्रस्ट गर्नु राम्रो जस्तो लाग्छ मलाई चाहिँ किनभने तपाईँलाई फाइनली उसले नै पठाउने हो होइन फल्ला कन्सल्टेन्सी यति यहाँ पठाउँछ फल्लाले यति यहाँ पठाउँछ भन्छ होइन त्यो भनेर कम्पेयर गर्नुभन्दा फल्लाको कुन ठाउँमा होला कस्तो लोकेसनमा होला अथवा त्यो लोकेसनमा नेपाली मान्छे जानु नचाहेकोले कम्पनी पठाएको हुनसक्छ अनि कुनै कम्पनी दामी होला क्या बेस्ट होला होइन बोनस 2 रेगुलर दिएला सेलेरी अफ गरिदिएला होइन त्यस्तो कम्पनीमा धेरै मान्छे जान्छ डिमान्ड धेरै भयो थोरै हाई पनि पैसा पनि बढाइन्छ यसरी नै पैसा घटबड हुने हो पैसा लाग्ने होइन सबभन्दा ठुलो इम्पोर्टेन्ट कुरो कामदारले चाहेको कम्पनी जानु पाओस् र कामदारले राम्रो अर्न गर्न सकोस् क्या मन्थली सेलेरी चाहिँ त्यो चाहिँ बेस्ट हो लाग्छ त्यति चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ सबै मान्छेले एसएसडब्लुमा जान आउनुभन्दा त्यो यता पनि उता पनि कुदेर बेकारमा मनलाई दुधार बनाएर अशान्त हुनु भन्दाखेरि ट्याक्क आफूले काम गरेको ठाउँमा विशेष गर्नुहोस् एसएसडब्लुमा जापान आउनुहोस् एसएसडब्लु मलाई चाहिँ अहिले मेरो अनुभव चाहिँ के लाग्छ एसएसडब्लु आयो भने चाहिँ नेपाल फर्किनु सजिलो जस्तो लाग्छ क्या कम्पनीले टिकट दिन्छ जाने बेलामा होइन जस्तो अहिले हामी स्ट्यान्डमा आएर यहीँ काम गरेर बस्छ नि त साला 2 वर्षमा नेपाल जानलाई 1 वर्षको तलब खर्च गर्नुपर्छ क्या त्यति बच्चा बच्ची सबै भएपछि त प्लेन टिकट थोरै महँगो छैन अहिले होइन फर्किन नसक्ने जग्गा एसएसडब्लुमा आउँछ के हुन्छ ट्याक्क जाने बेलामा 2 या 3 इयर्समा कम्पनीले ट्याक्क जाने बेलामा प्लेन टिकट काटिदिन्छ होइन जाने आउने पैसा लाग्यो लागेन नि आएर चट्टक बस्ने कम्पनीले दिन्छ अकोमोडेसन होइन होस्टेल फी लाग्यो लागेन नि होइन पानी बत्ती पनि एकदम सुविधा अनि अझ एसएसडब्लुमा त खानु पनि दिन्छ कतिवटा कम्पनीले त होइन कतिले नदिनु पनि सक्छ तर धेरै फाइदा छ क्या धेरै पैसा बचाउने र छिट्टो जापानबाट अब विदेश धेरै नबस्ने फर्किहाल्ने हो भने सोच हो भने चाहिँ जापानको लागि एसएसडब्लु जो अहिले विद्यार्थी भिसामा रिजेक्ट पनि भयो नि उनीहरूलाई पनि एकदम राम्रो अपर्च्युनिटी हो जस्तो लाग्छ यो अहिलेको एसएसडब्लु भिसा त्यही हो एसएसडब्लुमा कमाइ पनि राम्रै छ 1.5 लाख रुपियाँ त मजाले बचाउँछ जस्तो लाग्छ मलाई अब बाँकी त त्यही हो सबै खर्च गर्न यति धेरै छ नि जापानमा ठाउँहरू त्यो महिनाको 100मा 10 लाख कमायो भने नि आत्तैमा चुट्कीको भएर खर्च गर्न सकिन्छ त्यो अब विदेशमा यति वर्ष बस्छ यति वर्षपछि यो फर्केर नेपालमा गएर आफ्नै केही सोच्ने गर्ने योजना छ भने चाहिँ सर्ट टर्म राम्रो इन्कम 1.5 लाख रुपियाँ त बचाउँछ मिनिमम जस्तो लाग्छ मलाई एसएसडब्लु आउने सो बाँकी त अब चोइस चियोस् होइन डिसिजन पनि आफ्नो कुरा सुन्ने अरूको डिसिजन आफूले गर्ने हो सो सबैलाई जो ट्राई गर्छ एसएसडब्लुमा सबलाई शुभकामना वेलकम टु जापान